यतिहरू यदि पाठा यदि ट्यालेन्ट रहेछ भन्दाखेरि हाम्रो घरबाट चाहिँ हुँदैन अथवा पैसा निकाल्नु भएको ए बाबा यहीँको पैसालाई पनि अब के भन्छ भन्दाखेरि यस्तो अवस्था छ भन्दाखेरि त्यसपछि हाम्रो देशका पूर्व प्रधानमन्त्री भनौँ अहिले नभएपछि केपी शर्मा ओलीले म त अब राम्रै गर्छु भनेको थिएँ। अब यो देशमा राम्रो गर्न खोज्ने मान्छेको खुट्टा तान्छन् भने जस्तै मलाई पनि त्यस्तै गराइदिए हेर्नुहोस्। राम्रोसँग कुर्सीमा बसेको मान्छे हुन त भाग्य पनि लिएर आएको भयो। सबै मान्छेको अगाडि डोरी चढेर हेलिकप्टर उड्ने अवसर सबैले पाउँदैनन्, त्यो अवसर मैले पाएको थिएँ। यस्तै खालको छ। त्यसपछि हाम्रो डाक्टर बाबुराम भट्टराई पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ उहाँ पनि। अब विशेष गरी देश अहिले गन्जाको अवस्थामा पुगेकै छ। हामी जस्ता डाक्टरी पढेका मान्छे अब सडकमा यत्तिकै बाहिर बस्नु परेको छ। आजको झ्याप फेल भएकाले देश चलाएपछि यस्तै हुन्छ न्यायले हेर्नुहोस् यही खालको। त्यसपछि महावीर पुन भर्खरै मात्रै शिक्षा मन्त्री भएर अहिले चुनावी प्रतिस्पर्धामा उभिनु भएको छ। उहाँ अन्तको भएको कारणले मिल्यो है, हाम्रो यहाँ चाहिँ मिल्दैन थियो होइन। त्यति धेरै नपेला न यार पत्रकार। अब मलाई भोट दिन मन लाग्यो, दिन मन नलाग्यो नदेऊ। अब म त माछा मारेर भए पनि खान्छु। अब सबैले सोध्छन्, अब युवाहरूलाई जेन्जीहरूलाई के भन्न चाहनुहुन्छ भनेर सोध्छन्। जेसुकै गरेर भन्न चाहन्छु नि, मैले भनेर मान्ने हो र। यस्तै अवस्था छ। त्यसपछि अब हरिबहादुर हाम्रो हरिवंश आचार्यको हरिबहादुरको एउटा क्यारिकेचर पनि राख्न चाहन्छु। ए मदन बहादुर हरिबहादुर, ल यहाँ त शान्ति माविमा त ठुलो ठुलो कार्यक्रम रहेछ है। अब सबैजना आए नाचे, अब धेरै धेरै रमाइलो लाग्यो मलाई त। यस्तै खालको कार्यक्रम सधैँभरि गरे कसो होला र अन्तिममा अब धेरै समय लिन्न। अन्तिममा चाहिँ हाम्रो मोटु और पतलुको मोटुको अरे पतलू खाली पेट मेरा दिमाग में बत्ती नहीं जलती। अरे इतना टाइम हो गया है। अरे कृष्ण प्रसाद सर, खाली पेट दिमाग की बत्ती नहीं जलती, समोसा मंगाओ। सबैजनालाई धेरै धेरै धन्यवाद छ। पक्कै पनि यो बुझ्नुभयो होला। हामी सबैलाई लागेको छ मानवीय स्वभाव हो। यतिन्जेलसम्मको धैर्यताको लागि